विभिन्न जात जाति, वेशभूषा, कला संस्कृति र प्रकृतिले भरिपूर्ण रहेको हाम्रो प्यारो देश नेपाल प्राचीन कालदेखि नै प्रकृतिसँगै रमाउँदै आएको एउटा सुन्दर समुदाय, सोझो, इमानदार र परिश्रमी भनेर चिनिने हाम्रो थारू समुदाय, जहाँ सभ्यता प्रकृतिसँगै हुर्किएको छ, जहाँ संस्कृति परम्परा होइन हाम्रो अस्तित्व बनेको छ। हाम्रा पर्वहरू केवल उत्सव मात्र होइनन्, हाम्रो अस्तित्व हो। यी सबै हाम्रो इतिहास, संस्कृति र पहिचानका जीवित प्रतीक हुन् र आज त्यही पहिचानलाई अझ पृथक बनाउने एउटा गौरवशाली मञ्चमा हामी छौँ। मिस्टर एन्ड मिस थारू आइकन यो केवल सौन्दर्य प्रतियोगिता होइन, यो आफ्नो अस्तित्व र संस्कृतिको प्रतिनिधित्व गर्ने जिम्मेवारी हो र आफ्नो थारू गौरवलाई विश्वसामु गर्वका साथ प्रस्तुत गर्ने मञ्च हो। आओ पालो तोर्सियाके थारू संस्कृति के संसार के आगू प्रस्तुत करे लगनी। थारू कला केंद्र द्वारा आयोजित मिस्टर एंड मिस थारू आइकन 2026 याव नया आइकन सौके खोजी में छी। इटा मंच अपन थारू युवा युवती सौके आवाज आर प्रतीक छे की आवम इटा यात्रा के हिस्सा बनी के इतिहास रचम। हाँस्नु हाँस हाँस बोल हाँस सके इन्डिभिजुअल सर्टले सरोज ल आउनु 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 ल ल ल नमस्ते गर्नुहुन्छ के गर्नुहुन्छ गर्नु नमस्ते नमस्ते ल ल एकचोटि बाई बाई बाई